नेपालमा एउटा प्रचलित उखान छ, इख नभएको मान्छे र बिख नभएको सर्प। तर आज हामी यसको बारेमा कुरा गर्दैनौँ। आज हाम्रो चर्चा गर्ने विषय छ, भिखले देश बन्छ कि इखले देश बन्छ। म यो विषयमा जानुभन्दा अगाडि आधा मिनट जतिको एउटा सानो भिडियो क्लिप्स यहाँहरूलाई देखाउन चाहन्छु। यो हामी तीनजना बसेका छौँ नि, हामी तीनैजना एमसिसीवादी हुने फेरि हो। उहाँ पनि एमसिसीको भोकल समर्थक हो, म पनि हो। तपाईँले त चारपल्ट मुन्ने नै खुवाउनु भएको थियो होइन? त्यो मैले यो सन्दर्भमा किन भनेको, व्याख्यात्मक घोषणा सम्झेको मैले त्यो किन भनेको भने होइन, मैले किन भनेको भने हामी उत्तेजनामा छैनौँ। हामीलाई यङ लिडर भन्ला नि होइन, मलाई भन्दा ज्यादा तपाईँहरूलाई भन्छन् यङ लिडर भने पनि हामी बुझेका छौँ क्या। यो भिडियो क्लिप्स हेरिसकेपछि नेपालको संसदीय राजनीतिको तेस्रो पुस्ताले कसरी सोचिरहेको रहेछ भन्ने कुरा प्रष्ट हुन्छ। किनकि कांग्रेस, एमाले र माओवादीको तेस्रो पुस्ता जेन्जी विद्रोहपछि पहिलो र दोस्रो पुस्तालाई त भित्तामा पुग्ने गरी जेन्जीले हानेको छ। अलिअलि तेस्रो पुस्ता भनेर जो पुस्तान्तरको जो चर्चा गरिराखेको छ, त्यो पुस्तान्तरको चर्चामा तेस्रो पुस्ताले कसरी सोच्दो रहेछ भन्ने कुरा यहाँ देखिन्छ। यहाँ रामकुमारीजी, योगेशजी र गगनजी हुनुहुन्छ। प्रचण्ड नेतृत्वको पार्टीको साथी छुट्नु भएको छ, किनकि उहाँहरू व्याख्यात्मक टिप्पणीवाला हुनुहुन्छ, त्यसकारण छुट्नु भएको छ। मैले यो व्यक्तिगत रूपमा यो विषय राख्न खोजेको होइन। यो सँगसँगै यी पात्रहरूमा रवि लामिछाने, बालेन या नयाँ बनाउँछु भनेर आएका कुलमानजीहरूलाई सँगै राख्ने हो भने नेपालको अर्थ राजनीतिलाई कसरी चलिराखेको थियो र उहाँहरू कसरी चलाउन खोज्नुहुन्छ भन्ने कुराको द्योतकको रूपमा यो भिडियो मैले यहाँहरूसँग प्रस्तुत गर्न खोजेको। अर्थात् नवउदारवाद बारे र एनजिओ आइएनजिओ बारे जसले नेपाली समाजको अर्थ राजनीति मूल रूपमा हाकेको छ, चलाइरहेको छ, हामी आज यसको बारेमा चर्चा गर्न खोजिराखेका छौँ। नेपालमा जहिलेदेखि तामा खानी र सुन खानी अनि कपास खेती बन्द गरियो, यसको बारेमा हामी अर्को कुनै प्रसङ्गमा चर्चा गरौँला। त्यहाँदेखि हाम्रो परनिर्भरताको यात्रा सुरु भयो र आत्मनिर्भरताको अन्त्यको दिशातिर हामी गयौँ। र नवउदारवाद र एनजिओ आइएनजिओको प्रवृत्तिको दुईटा प्रवृत्तिको विषयमा कुरा गर्दाखेरि चाहिँ पहिलो कुरा त नवउदारवादले राष्ट्रियकरण भएका या राष्ट्रिय चिजहरूलाई सबै निजीकरणतिर लिएर जाने भयो। दोस्रो कुरा, यसले बजारलाई अर्थतन्त्रको जिम्मा दिने भयो। तेस्रो कुरा, यसले राजनीतिक रूपमा शिक्षा, स्वास्थ्य जस्ता सामाजिक जो दायित्वहरू हुन्छन्, यो सबै सामाजिक दायित्व भएका जो राज्यले लिनुपर्ने दायित्वका चिजहरू थिए, त्यो पनि उतातिर लगाउने भयो। र नेपालमा नवउदारवाद ल्याउने काम पञ्चायतले गर्यो। पञ्चायतले नेपालमा नवउदारवाद ल्याउने काम गर्यो, जसले सम्झौता गरिसकेपछि नेपालमा आइएमएफ अथवा अन्तर्राष्ट्रिय मुद्रा कोष, एडिबी अथवा एसियाली विकास ब्याङ्क, वर्ल्ड ब्याङ्क जस्ता संस्थाहरू आए। त्यो सँगसँगै युएनडिपी, युनिसेफ, डब्लुएचओ जस्ता संस्थाहरू आए। जाइका, युएसएआइडी, जिआइजेड जस्ता संस्थाहरू आएर नेपालमा काम गर्न थाले। त्यति मात्र होइन, प्रत्यक्ष रूपमा राजदूतावास, नेपालमा भएका राजदूतावास, खास गरिकन चीन, भारत, युरोप र अमेरिकाका राजदूतावासहरूले नेपालमा प्रत्यक्ष रूपमा नेपालको अर्थ राजनैतिक नीति र कार्यक्रमहरूमा उनीहरूले हस्तक्षेप गर्न थाले। र त्यो यात्रा पञ्चायतबाट सुरु भयो र बहुदल आइसकेपछि र 62-63 सालको जनआन्दोलनपछि झन् बढी फस्ट आयो। एउटा नवउदारवादको जो चर्चा छ र यो नवउदारवाद ल्याउने पञ्चायतले काम गर्यो, यसलाई हुर्काउने काम गर्यो कांग्रेसले, सपार्ने काम गर्यो एमालेले, र त्यसलाई मलजल दिएर हराभरा बनाउने काम गर्यो माओवादीले, जसको उपजमा एमसिसी सम्झौता गर्न नेपाल बाध्य हुन पुग्यो। र यसले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने भन्दा पनि परजीवी बनाउने, भिख मागेर खाने बनाउने तिर यो उद्वेलित भयो। र उनीहरूले नेपालमा झट्ट हेर्दाखेरि त दान गरेको जस्तो गरे, तर वास्तवमा नेपालमा उनीहरूले दान गरेका थिएनन्। नेपाललाई बजार बनाएर नेपालमा संसारभरिका कर्पोरेट हाउसहरूका उत्पादनहरूलाई नेपालमा ल्याएर बिक्री गरेर त्यसबाट मुनाफाहरूको अथवा नेपालको पुँजी उनीहरूले बाहिर लाने काम गरे। त्यो पुँजी दुईटा तरिकाबाट बाहिर लाने काम गरे। एउटा चाहिँ यहाँको प्राकृतिक सम्पदा या खानीहरू
लिएर उनीहरूले गए र दोस्रो चाहिँ यहाँ बजार बनाएर नाफा लिएर गए। यो एउटा नवउदारवाद थियो। त्यसकारण अहिलेको संसदीय पार्टीभित्रको पहिलो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ता र यो संसदीय पार्टीभित्रको जो वैकल्पिक भनेर आएका मान्छेहरू जो छन् उनीहरू सबै यही नवउदारवाद वाला अर्थ प्रणालीलाई नै अगाडि बढाउन चाहन्छन्। दोस्रो कुरा, एनजिओ आइएनजिओ प्रवृत्तिको कुरा गरौँ। यो पनि नेपालमा पञ्चायतले भित्रायो, समाज कल्याण परिषद मार्फत भित्रायो र 46 सालको जनआन्दोलनपछि यस्तो भयो कि काङ्ग्रेसका नेताहरू प्रत्यक्ष या परोक्ष रूपमा एनजिओ र आइएनजिओ नचलाउने कोही पनि भएनन्। असाध्यै थोरै भयो होला। एमाले आयो, उसलाई संसदवादको यो नवउदारवादको र एनजिओ आइएनजिओ प्रवृत्तिको श्रेय लिनु थियो र काङ्ग्रेसले भन्दा पनि बढी नयाँ जोगीले खरानी दस्छ भनेको जस्तै नवउदारवाद र एनजिओ आइएनजिओ वाला प्रवृत्तिलाई उसले यसरी हुर्कायो कि एनजिओ आइएनजिओ भनेकै एमाले भने जस्तो भयो र यसलाई माओवादीले पनि सपार्ने काम गर्यो। जेन्जी विद्रोहपछि एउटा परिघटना भयो कि नेपाली राजनीतिमा जब बारबारा फाउन्डेसनले बालुवाटार कब्जा गर्यो र एमसिसीले जब मुलुक कब्जा गर्नेतिर गयो त त्यसपछि नवउदारवाद र एनजिओ आइएनजिओ प्रवृत्तिले देशलाई कसरी खोक्रो बनाइरहेको रहेछ, मगन्ते बनाइरहेको रहेछ भन्ने कुराको हामी प्रष्ट भन्न सक्छौँ। त्यसकारण आज यी नेताहरूले या संसदवादी पार्टीभित्रका साथीहरूले कसरी सोच्नुहुन्छ मलाई थाहा छैन, तर जबसम्म हामी एनजिओ आइएनजिओ वाला प्रवृत्ति र नवउदारवाद वाला प्रवृत्तिबाट सोच्छौँ तबसम्म देश बन्नेवाला छैन। किनकि दान दिएर भिख मागेर संसारमा कुनै देश बनेको छैन। एउटा पनि देश छैन, मलाई देखाइदिनुहोस् अमेरिकाले दान दिएर बनेको देश कुनै पनि छैन, चाइनाले दान दिएर बनेको देश कुनै पनि छैन, इन्डियाले या युरोपियन युनियनले दान दिएर बनेको देश कुनै पनि छैन। बरु अमेरिकाले बनाइदिएको देश कस्तो हुन्छ भन्यो भने इजरायल जस्तो हुन्छ। र इजरायल कस्तो छ भनेर सोध्नुभयो भने तपाईँले इरानी जनतालाई, प्यालेस्टाइनको जनतालाई र टर्कीका जनताहरूलाई सोधे हुन्छ। त्यसकारण साम्राज्यवादले नवउदारवादको तरिकाबाट दान दिएर संसारमा कुनै देश बन्नेवाला छैन। त्यस्ता देशहरू मात्रै बन्छन् जुन देशले आफ्नो पाखुरीमा विश्वास गर्छ, भिखमा होइन इखमा विश्वास गर्छ, एउटा देश बनाउने एउटा नयाँ सङ्कल्पमा विश्वास गर्छ, समुदायलाई उत्पादनका सारा कम्पोनेन्टहरू जिम्मा दिएर उत्पादन मार्फत राष्ट्रिय स्वाधीनता, राष्ट्रिय आत्मनिर्भरताको यात्रा जुन देशले तय गरेको छ, पाखुरी बजारेर रगत ओकलेर पैतालाबाट कुर्कुच्चा फुटाएर जुन देशले मेहनत गरेको छ त्यस्ता देशहरू मात्रै बन्न सम्भव छ, भिख मागेर बन्न सम्भव छैन। आज मैले राख्ने प्रसङ्ग यति नै हो। हस्, धन्यवाद।